I thought every day sketching for 21 days is so hard. But to be honest, it is actually hard. मलाई फर्स्टमा लाग्यो कि स्केचिङ एभ्री डे होइन 21 डेजसम्म चाहिँ एकदमै साह्रो हुन्छ होला। गर्दा गर्दा मलाई फर्स्टमा इट वाज इजी, त्यहाँदेखि बिचमा एकदमै साह्रो मिन्स त्यो टाइम मिलाउनु, त्यो मुडमा आउनु होइन, किनभने ड्रइङ पेन्टिङ जे पनि होस् क्रिएटिभ कामहरू त्यसको लागि एउटा मुड होइन हुनु पऱ्यो, त्यो एउटा एटमोस्फियर। एन्ड मलाई लाग्छ कि त्यो मुड एभ्री डे हुँदैन, बिकज हामी सोसियली इङ्गेज हुन्छौँ होइन, एभ्री डे हामी अब धेरै कुराहरू चलिरहेको हुन्छ। सो त्यही कारण त्यो मुड एभ्री डे हुन्छ भन्ने अब हुँदैन। तर जे होस् मैले जसोतसो 21 डेज स्केच गरेँ, यसबाट धेरै कुराहरू सिक्न पाएँ। कोही बेला यस्तो पनि हुन्छ कि सबै आजै गर्छु, फेरि कोही बेला लाग्छ कि होइन आज गर्दिनँ। सो यही थियो मेरो आफैलाई च्यालेन्ज होइन कि म कतिको कन्सिस्टेन्ट हुन सक्दो रहेछु र आफूलाई कतिको पुस गर्न सक्दो रहेछु होइन एभ्री डे स्केच गर्दाखेरि भन्ने नै थियो हेर्नुपर्ने। फर्स्टमा चाहिँ मलाई लाग्यो कि यसलाई यस्तै ब्ल्याक एन्ड व्हाइट होइन जस्ट स्केच गरेर मात्रै छोडिदिउँ भनेर, फेरि कलरफुल नै मन पऱ्यो मलाई जे जस्तो। सो मैले प्रायःमै कलर गरेको छु, कोसिस गरेको छु। कोही बेला चाहिँ अब इन्सपिरेसन आफ्नै वरिपरि हुन्छ भनिन्छ नि होइन, आई गट द सब्जेक्ट। यसको चाहिँ मैले पहिल्यै स्केच बनाएर राखेँ, देन अलिकति कलर। मेरो अरू स्केचहरू जस्तै होइन, यसमा पनि धेरै डिटेलिङ छैन। लो उसको पनि स्केच तयार भयो है। लाइफमा अब अरू कुराहरू धेरै चलिरहेको छ, तरै पनि अब ड्रइङ गर्नु पाउँदा होइन आफूलाई मन परेको चिज एभ्री डे गर्नु पाउँदा खुसी लाग्छ र ब्लेस्ड पनि फिल गर्छु, किनभने सबैले आफूले चाहेको गर्न कहाँ पाउँछ र।